नेपाल राष्ट्र बैंकले निष्कासन गर्ने नोटहरूमा कुन कुन तस्बिर राख्ने हो, यो चाहिँ अब गभर्नरज्यूको सँगको पहिलो बैठक भएको हुनाले केही सुझाव राख्न पर्ने अनुभूति छ। एउटा गरुडको चाहिँ 10 को नोटमा राखेको भेटिन्छ, ऐतिहासिक लिच्छवीकालीन हिसाबले, अरू विभिन्न पनि छन्। तर नेपालको नोटमा हामी आग्रह पूर्वाग्रहका सबै खालका पर्खाल भत्काएर कुरा गरौँ। म राजावादी होइन, राजतन्त्र फाल्न लडेको मान्छे हुँ, तर पृथ्वीनारायण शाहलाई राजावादीले मात्रै मान्ने होइन, सबै नेपालीले मान्नुपर्छ र पृथ्वीनारायण शाहको नोटमा तस्बिर अङ्कित गर्ने कामको थालनी गर्नुपर्छ। पृथ्वीनारायण शाहकै तस्बिर छैन, के नोट? एकीकरण पृथ्वीनारायण शाहले ठुलो देशको राजा हुनलाई, रजौटाबाट चाहिँ ठुलो देशको राजा हुनलाई थाल्नुभयो होला, तर परिणाममा त्यो नेपालको एकीकरण भएको छ। त्यसो भएको हुनाले नेपालको एकीकरणकर्ताको नोटमा तस्बिर छाप्ने कुराले राष्ट्र बैंकको इज्जत बढ्छ है, देशको इज्जत बढ्छ। म यो सुझाव दिन चाहन्छु, नेपालमा जन्मेका महामानवलाई हामीले नोटमा देख्न पाएनौँ भने नोट के नोट? त्यो चाहिँ जुन तस्बिर नोटमा समावेश हुन्छन् ती तस्बिर बोकेर हिँड्दा नागरिकलाई गौरव बोध हुने खालको पनि हामीले गर्नुपर्छ।